नमस्कार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, म प्रशान्त प्याकुरेल यहाँहरूलाई स्वागत गर्दछु आजको विशेष जनमत कार्यक्रममा, जहाँ जनताको सोच, जनताको आवाज र देशको भविष्यबारे खुला छलफल हुन्छ। आजको विषय अत्यन्तै संवेदनशील छ। कि नेपालमा पुनः राजतन्त्र फर्किनुपर्ने हो कि गणतन्त्र नै कायम राख्नु उचित हुन्छ? कि देशको बागडोर फेरि राजासँगै हुनुपर्ने हो कि यही व्यवस्था कायम गरी, यही व्यवस्थामा सुधार गरी अगाडि बढ्नुपर्ने हो? हामी सिधा जनतामाझ पुगेका छौँ। तपाईको सोच, तपाईको विचार र तपाईको सुझाव जान्न। आउनुहोस् सुरु गरौँ। संस्कृति सबै चलाउने, जनतालाई दुःख सुखमा हेर्ने राज त्यस्तो चाहिन्छ। नेताले जस्तो भ्रष्ट नेता चाहिँदैन हामीलाई। राजाले त भनेको छ नि, जनताको नासो छोडेर मात्रै गएको, देश छोडेर गएको छैन नि। ऊ त यहाँ नेपालमै छ नि, होइन? त्यही भएर चाहिँ राजै चाहिन्छ क्या हामीलाई। अहिलेको युगमा राजा चाहिन्छ क्या, नेताहरू चाहिँदैन। अहिले 7 क्लास पास गर्ने बच्चाले 10मा गएपछि विदेश जाने खोज्छ। नेपालमा के छ? यहाँ केही छैन। +2 ब्याचलर गर्ने जम्मा 15,000 तलबले पुग्छ। कोठा बाल तिर्नु पर्यो, होइन? खान पर्यो, कलेज तिर्नु फिस तिर्दै केही छैन यहाँ। राम्रो हाम्रो राजै चाहिन्छ। राजा पाल्नु न चोरी छ, न लुटपाट छ, होइन? न ब्लड कार्डको केस छ। के छ अहिले? हेर्नुहोस् त, अहिले त खत्तम छ। एउटा केटीले हामीले जबरजस्ती गरेर उनीहरूले कानुन लाग्दैन। केटीले हामीले के अरे कानुन तुरुन्तै कानुन लाग्छ। आफ्नो श्रीमतीले केस हालेर मोडल लाग्छ भने यस्तो देश रहेछ क्या। यहाँ केही छैन। केही मेरो विचारमा चाहिँ राजतन्त्रै फर्किनुपर्छ। किनकि राजतन्त्र भनेको चाहिँ राजा फर्किनु भनेको चाहिँ एउटा देशको अभिभावक फर्किनु हो। अभिभावक फर्किसकेपछि देशलाई राम्रो बनाउने कर्तव्य चाहिँ गर्नुहुन्छ भन्ने आशा छ मेरो। अब अभिभावक भइसकेपछि त अब घरको अभिभावकले एउटा उत्यो चाल्नुहुन्छ नि त, डिसिजन। अनि त्यो अनुसार चाहिँ भयो भने हामी चाहिँ उहाँको के भन्छ, छोराछोरी जस्तो भयो, उहाँले चाहिँ राम्रै खोज्नुहुन्छ जस्तो लाग्छ। किनभने चाहिँ अब देश नेपालमा +2 गरिसकेपछि कोही पनि विद्यार्थी बस्न चाहँदैन के। अनि शैक्षिक व्यवहारतिर राम्रो पनि छैन व्यवस्थापनमा। अबको केही वर्षपछि मलाई विद्यालयमा स्टुडेन्ट होइन के, हजुरको बेन्चहरू बोर्डहरू मात्र रहन्छ जस्तो लाग्छ कि। किनकि अब युवाहरू सबै विदेश। अहिले मलाई पनि सोच्नुहुन्छ भने के गर्नुहुन्छ पछि के बन्नुहुन्छ भन्ने भने चाहिँ म चाहिँ विदेश जान्छु, कमाउँछु, त्यो भन्ने मात्रै छ कि अहिले दिमागमा। आउनुहोस्, देश बचाउनुहोस् र युवाहरूको लागि चाहिँ राम्रो निर्णय गर्नुहोस्, होइन? किनकि राजा भनेको चाहिँ अब जस्तो राजा भन्दामा पनि फेरि अब राजाको मन सफा हुनु पर्यो। आफ्नो जनतालाई चाहिँ होइन, आफ्नो नानीहरू जस्तै गरेर जसको प्रति चाहिँ होइन, नानी ठुलो वृद्धहरूपट्टि चाहिँ राम्रो विचार हुनु पर्यो। अब राजा भन्दामै फेरि राजा पनि मान्छे नै हो नि त। राजा पनि मान्छे हो, नेता पनि मान्छे नै हो, होइन? तर मन सफा हुनु पर्यो नि त। यदि नेता पनि राम्रो मनको छ भने त ऊ पनि राम्रै भयो। तर राजा नराम्रो मनको आयो भने त त्यो पनि राम्रो भएन। त्यही कारण चाहिँ मलाई चाहिँ लाग्छ, चाहे राजा होस् या नेता, होइन? तर चाहिँ मान्छे चाहिँ राम्रो मनको, सबैलाई राम्रो गर्ने, अरूको भलो सोच्ने चाहिँ हुनु पर्यो मेरो विचारमा चाहिँ। त्यसो गऱ्यो भने चाहिँ देशको भलो हुन्छ जस्तो लाग्छ कि। आउनुहोस्, तर स्वच्छ मनले चाहिँ आउनुहोस्, जसमा कि आफ्नो स्वार्थको लागि होइन कि आफ्नो देशको लागि, आफ्नो जनताको लागि, होइन? गरिब दुखीको लागि, बालबच्चाको लागि, चाहे धनी होस् या गरिब होस्, सबैलाई इक्वल नजरले हेर्ने टाइपको राजा चाहिँ आयोस्, होइन? देशलाई राम्रो गरोस्, राम्रो उयसमा लगोस्, जसमा कि यहाँको जनता चाहिँ गर्वसाथ आफ्नै देशमा बस्छु, विदेश जानु नपरोस्। आफ्नै देशमा कुछ गरेर त्यसको लागि जनताले पनि पार्टिसिपेट गर्नु, राम्रो कर्पोरेसन दुई तरफबाट हुनु पर्यो। राजाकोबाट पनि त्यतिकै कर्पोरेसन हुनु पर्यो, यता जनताकोबाट पनि। किनकि एउटा देश बनिने भनेको नै जनता र राजा दुवैजना मिलेर बनिने हो। म चाहिँ गणतन्त्र चाहिन्छ। पृथ्वीनारायण शाह पछिदेखि आफ्नै परिवारलाई मात्र सुख दिन आएछ। अहिले गणतन्त्र छ नि, अहिले गणतन्त्र पनि आफ्नो परिवारलाई मात्र सुख दिन आएछ। त्यो तपाईँको यो जनतालाई माया गर्ने युवाहरूले देश चलायो भने 3 करोडलाई सुख दिन सक्छ। चाहिँ हामी कमारा बन्नु हुँदैन। अहिले पनि नेताबाटै परिवारबाटै छ। हेर्नुहोस्, अब तपाईँ जुन हेर्नु पार्टीको ठुलो कार्यकर्ता मात्र, सानोतिनो हामी जस्तो सानोतिनोलाई छैन। त्यो गणतन्त्र आएको मतलबै भएको छैन। त्यो अहिले भन्छ नि, संविधान राम्रोसित कार्यान्वयन गर्यो भने गणतन्त्रको महत्त्व हुन्छ। राजाबारी भन्छ नि, एकजना मान्छे भयो भने तँले थर्काएर लुटेर खान्छ, होइन? अहिले गणतन्त्र आउनु भने गणतन्त्रको त्यो कार्यकर्ता भन्छ नि, युवाहरू भन्छ नि, त्यसरी लुटेर खान्छ अहिले पनि। राजतन्त्र भए पनि गणतन्त्र भए पनि जनताले चाहिँ
दुःख यस्तो जुन अहिलेको हाम्रो देशको उस छ नि कन्डिसन यस्तो चाहिँ नभओस् जो आए पनि हामीलाई चाहिँ फ्रिडम लाइक अब हामीले चाहिँ केही पनि त्यस्तो हामीले एक्सपिरियन्सै गरेको छैन राजतन्त्र कस्तो हुन्छ भनेर तर एकोर्डिङ टु आवर पेरेन्ट्स स्ट्रिक्ट हुन्छ शासन हुन्छ एउटा टाइपको अब हामी आफ्नो मम्मी ड्याडीको उसमा चाहिँ बस्न सकिँदैन अब कसैको कोही आएर हामीलाई रुल गर्यो भने वी क्यान नट नि त त्यस्तो हुन्छ भने चाहिँ वी क्यान नट राजतन्त्र भए पनि गणतन्त्र भए पनि उहाँले चाहिँ कसरी प्रदर्शन गर्नुहुन्छ होइन अहिले कति मान्छे विदेश गइरहेका छन् होइन म आफै पनि पर्सनली विदेश जाऊँ भनेर सोचेको तर होइन अब गाह्रो हुन्छ नि त साँच्चै भन्नुपर्दा विदेश गएर पढ्न होइन हाम्रो करियर मात्र सोचेर गएर भएन हामीले बाबाआमा घरमा हुनुहुन्छ हामीले कसरी पैसा पठाउनु त धेरै थोक सोच्नुपर्छ क्या हामीले पनि अनि चाहिँ बाहिर मेन चाहिँ त्यही लाग्छ क्या युथहरू चाहिँ बाहिर गइरहेका छन् अहिले अनि त्यो कुरा चाहिँ रोक्न सक्नु पऱ्यो क्या हामीले चुज गर्ने होइन क्या सुरुमा उहाँले चाहिँ हामीलाई चुज गर्ने हो खासमा उहाँहरूको के छ ओपिनियन उहाँहरूको ओपिनियन के छ उहाँहरूको के छ त चाहना जनताहरूको चाहना चाहिँ के छ त्यो अनुसार उहाँले चलिदिनु पऱ्यो कि राजा आए जो आए पनि हाम्रै उमेरको भयो भने चाहिँ हामीसँग रेट गर्न सक्नुहुन्छ नि त हामी यत्रो वर्ष होइन मलाई जहाँसम्म लाग्छ हामी यत्रो वर्ष हामी जज गरेर बसिराख्यौँ नि त गणतन्त्र भए पनि हुन्थ्यो राजतन्त्र जज गऱ्यौँ नि त अब हाम्रो पालो जज गर्ने होइन अब उहाँले देखाउने हो हाम्रो ठुलो कुरा भएन राजतन्त्र भए पनि गर्दा ठुलो कुरा भएन तर काम चाहिँ हुनु पऱ्यो काम चाहिँ हामी चुज गर्दै बस्ने हामी होइन गरेर पढे अनुसारको हामीले इम्प्लोइड कामहरू पाउनु पर्यो हो युज रेस्पेक्ट छ अरू त के भन्न सक्छौँ र हामीलाई आफ्नो कन्ट्री छोडेर बाहिर गएर काम गर्नु मन छैन सबैको प्लान त्यही छ बाहिर जाने या पढ्ने बाहिर जाने भन्ने छ त्यो चाहिँ हामी आफ्नो देशमा बसेर केही गर्न पाऊँ त्यही हो जो आयो रिग्रेट चाहिँ नहोस् क्या हामी देशमा बसेर हामी त छ्या यहाँ व्यस्त गर्दैछौँ है भन्ने चाहिँ नहोस् न भन्ने हो क्या त्यही भएर हामीले चाहिँ अब के रूपमा जज गर्नु होइन अब उहाँले त्यो हामीले एक्सपिरियन्सै छैन जज गर्नु नै तर वी जस्ट वान राम्रो सबैको लागि त्यही हो भने राजतन्त्र पनि भोगियै हो अब राजतन्त्रले पनि केही त्यस्तै हो अब होइन भोगिकन आएकै हौ अहिले यो पनि अहिले के छ भनेपछि यो भनेको त लोकतन्त्र लुटतन्त्र भयो गणतन्त्र गुटतन्त्र भयो अब हामीले चाहिँ अब के गर्ने भन्ने हामी चाहिँ दुविधामा छौँ अब भोलिको परिस्थितिमा तपाईँ युवा शक्तिले केही कुनै चाहिँ राष्ट्रलाई हित गर्ने गरी युवाको एकता हुन्थ्यो भन्ने मलाई त त्यो आशा छ बेरोजगारीले चाहिँ रोजगार दिन सक्नु पर्यो राष्ट्रमित्र राष्ट्रको चाहिँ हित हुनु पर्यो राष्ट्र हितको राजा आयो भनेपछि मानिन्छ अनि त के गर्नु पर्यो नेपाललाई कल कारखाना उद्योग धन्दा खोल्ने भोलि बेरोजगारी जाने युवालाई रोजगार दिन सक्ने राष्ट्रको ग्यारेन्टी लिन सक्ने दलहरूलाई पनि एकता गर्न सक्ने भएपछि ठिक यति त्यो भएन भने कोही आएर पनि काम छैन न राजा न अर्को चाहिँ नेता आएर पनि मलाई त अब जुन आयो नि ठिकै छ हामीलाई केही छैन हेर्नुहोस् हामी अब काम गरेर खाने मान्छेलाई हेर्नुहोस् राजतन्त्र आए पनि त्यही एउटै हो हामीलाई गणतन्त्रले पनि केही गरेको छैन राजतन्त्र आउँदा पनि केही गर्न सक्दैन अब यहाँभन्दा हामीलाई माथि पनि लान सक्दैन आफ्नै खुपी हो अब माथि जानु र नजानु भन्ने कुरो प्रजातन्त्र हेऱ्यौँ पञ्चायती व्यवस्था हेऱ्यौँ 29 वर्ष बहुदलीय व्यवस्था 12 वर्ष भने 14 वर्ष हेऱ्यौँ यसले के गर्यो राष्ट्रलाई राज्यलाई के दियो जनताले दिया छ जनतालाई अन्योन्यसित बनाउने र जनतालाई गुमराहमा बनाउने काम गर्नु हुँदैन अहिलेका राज्य सत्ता हाँक्ने नेताहरूको कुरा गर्नुपर्दा यी सबै ज्यानमारा र पापी दुष्ट र फटा हुन् भन्ने कुरो प्रमाणित भइसकेको छ अब जनता एउटा के छ जनताले के चाहन्छ एकात्मक विचारधारामा हामीलाई शान्ति सत्य हामीलाई कसैले आएर दाम माम दिनु पर्दैन कसैसँग हामीले रुमाल थापेर थाल थापेर खानु पर्दैन हामी वीर छौँ हाम्रो कर्म हाम्रो कर्तव्य हामी आफै पुरा गर्न सक्छौँ राष्ट्रको लागि झुटो नबोल्नु अहिंसति परधर्म सत्यनिष्ठामा बस्नु दुःख र कष्टमा सेवा परधर्म आज एकले अर्कालाई सेवा गर्ने एक त अर्काको दुःख हेर्ने छन् कोही यो गणतन्त्रले केही गरेको छैन हामी एउटाको मान्छे 2 वर्ष 3 वर्षदेखि यहाँ आएर बसेर डायलोसिस गरिरहेको छु हामी त्यहाँ केही सुविधा छैन यहाँ हामी चन्दा मागिकन कोठा रुम भाडा लिएर बसेर चन्दा मागिकन उपचार गरिरहेको छु यो कुरा त्यो डायलोसिस सिस्टम त्यहाँ भएको भए हामी आउँदैन पर्दैन थियो जिल्लामा 5 वटा डायलोसिस दिएको छ मसिन दिएको छ 5 वटा पुगिरहेको छैन त्यहाँ गएको डायलोसिस गाउन त्यहाँबाट फर्काइदियो काठमाडौँ ल्याउँछ यहाँ केही सुविधा छैन यहाँ डाक्टर छैन केही छैन भनेर हामी राजा चाहिन्छ कि राजाले त्यस्तो स्वास्थ्य चौकी त्यहाँ दियोस् हाम्रो इलाज होस् हाम्रो वीरेन्द्र सरकार जस्तो राजा चाहियो हामीलाई के जुन वीरेन्द्र सरकार हुनुहुन्थ्यो त्यस्तै राजा हामीलाई चाहियो अब त्यो त उहाँको स्वभाव चाल चाहिँ व्यवहार चाहिँ वीरेन्द्र सरकार जस्तो हुनु पर्यो किनभने मधेसी पहाडीको भेदभाव केही गर्नु पर्यो हामी नेपाली जनता नेपाली सबैलाई हिँड्नु पर्यो कि त्यो मधेसी हो यो पहाडी त्यस्तो भन्नु परेन कि हामी नेपालीको जनता नेपालमा जन्मेको हामी नेपाली हो हामी राजालाई सुझाव हामी के दिने कि राजालाई हामीलाई पहिला जुन वीरेन्द्र सरकारले जुन हिसाबले जनतालाई हेर्नुभयो त्यही हिसाबले यो सरकारले पनि हेर्नुभयो भने राम्रै हुन्छ सबैलाई एक समूह लिएर हिँड्ने कि हामी नेपाली हो नेपाली जनता हो हामी राजतन्त्र पनि देखियो भोग्यो गणतन्त्र पनि देखियो भोग्यो
अब दुइटैमा उपलब्ध त केही पनि खासै देखिँदैन। अब राजतन्त्रमा राजा हुँदादेखि पहिलादेखि नै जति पनि निर्माण भएको छन् पहिला ती चिजहरू राजा भए बेला भयो र मानवको अधिकारको हिसाबले गणतन्त्रमा 2 शब्द बोल्न पाइरहेका थिइन्। त्यो हिसाबले गणतन्त्रै ठिक हो। अब गणतन्त्रले पनि यत्रो समय त चलायो, हामीले यो पनि भोग्यौँ। अब फेरि एकचोटि राजालाई मौका दिउँ, हेरौँ राजाले के गर्नुहुन्छ। राजा भनेको बहुशरी हो, अब बहु एकचोटि आउनै पर्छ। शासनमा हेऱ्यो भने राम्रो हुन्छ, त्यत्तिकै राखिदियो भने त त्यो स्ट्याचु जस्तै पो कुनै पावर छैन केही छैन, अर्काको लैलैमा लाए जस्तै गर्नु पर्ला। त्यही भएर उहाँलाई चाहिँ त्यत्तिकै नराख्ने, उहाँलाई पावर दिएरै राख्ने। अब राजा जस्तो मानिसज्यूलाई त के सुझाव दिनु र हामी जस्तो जनताले अब आशा गरेका छौँ राजा आउनुभयो भने हामी सबैको भलो होला, देश अगाडि बढ्ला। आज हामीले यहाँ धेरै नेपाल दाजुभाइ दिदीबहिनीको आवाज सुन्यौँ। कसैले राजतन्त्रको पक्षमा आवाज उठाए, कसैले गणतन्त्र नै सही छ भने, तर सबैको मनमा एउटै कुरा देखियो, देशको समृद्धि, देशको विकास र देशमा स्थायित्व। राजा होस् वा प्रधानमन्त्री, जनता सधैँ न्याय चाहन्छन्, विकास चाहन्छन् र नेतृत्वमा इमान्दारी चाहन्छन्। तपाईको विचारले देशलाई दिशा दिन सक्छ। त्यसैले बोल्नुहोस्, सोच्नुहोस् र आफ्नो अधिकारको प्रयोग गर्नुहोस्। हामी फेरि फर्कन्छौँ अर्को गम्भीर र जनचासोको विषय लिएर। तबसम्म देशलाई माया गरौँ, सत्य बोलौँ र जागरुक बनौँ। धन्यवाद। जय नेपाल, जय जनता।